गाइस हामी चाहिँ खिचडी थापे हो अब खाँदैछु। गाडी पाएको कि यहाँ दिदीहरू रहेछ ल होला हाई गरिदिनु ल। शिवरात्रि दालाई ल एकदमै यसो गरी हिँडेपछि त अब बिजनेस त गर्नै पर्यो नि। एकदम हाम्रो साथी अघि अँधेरो छोपिरहेको थियो अहिले छ्याङ नभएको भन्दैछ हो। प्रसाद पनि सेकेन्ड ट्रिप हुँदै रहेछ। सेकेन्ड ट्रिप जहाँ पनि जानु भएछ। लो केटा हो आज हाम्रो शिव खोला टुर यता आएर दुई भाइ एकदम दुई भाइ यहाँ छ अनित सङ्गम। Yep, that's me. अब आएको हामी हर हर महादेव हर हर महादेव जय शम्भो। लु अब चाहिँ हामी लाग्दैको गाइस। चलो 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 वे टु शिव खोला। एकदमै दामी दामी भ्यू आज सबैले हेर्नु पाउँछ है शिवरात्रिको उपलक्ष्यमा। यो चाहिँ हाम्रो शिवधुरा टी स्टेट। यो उकालो चाहिँ हामी हेभी कुद्थ्यौँ है सानो हुँदा। अब अहिले त बुढो भयो। जग्गा जग्गा सानो छ रोडहरू साँघुरो हेरेर चलाउनु पर्छ। हिल्सको बाटो यस्तै हुन्छ। अब हामी कालापानी आइपुग्न आँट्यौँ। त्यहाँ पनि एउटा शिव भगवानको मन्दिर छ। त्यहाँ चाहिँ हामी अहिले जाँदा रोक्ने छैनौँ। भरे आउँदा चाहिँ मजाले खिचडीहरू खाएर प्रसादहरू खाएर दर्शन गरेर आउने हो। अनि म चाहिँ अघि तपाईँको बिहानै गएर पनि एकदम पूजासुजा गरेर दिदीलाई पुऱ्याएर अघि आइसकेको। अहिले चाहिँ यहाँ भाइले एकदम ह्यान्डल गरिरहेको छ ब्लगिङ गर्दैछ। विषयसम्म छ लो तेरो छोरा क्या बोल्दा आउँदैन त प्र्याक्टिस गर्नु कहाँ हिजो आएको थियो पहिला तिमीहरू बिहामा रहेछ बित्थामा बाउलाई फोन गरेर बाउ फेरि आइपुगिहालेछ नत्र म भन्नु आँटेको। फेरि यो चाहिँ हो कालापानीको शिव टेम्पल। अब यहाँनिर खिचडी प्रसादहरू पकाइ हुँदैछ। दोकान रहेछ सानो। यो चाहिँ कालापानीको शिव मन्दिर हो। यसमा हामी फर्किँदा बस्नेछौँ। कालापानी शिव मन्दिर क्रस भयो। अब ग्रहण आउँछ नर्मुङको ग्रहण जहाँ केटाहरू अहिले रिसेन्टली प्र्याक्टिस गर्छ। एकदम अहिले शिवधुराको ग्रहण चाहिँ नगएर केटाहरू नर्मुङमै आउँछ। एकदम सजिलो कुद्दै आउँछ कुद्दै जान्छ। यो चाहिँ एकदम अलिकति धडक थियो ब्रिज। ओ मान्छ यहाँ चाहिँ हाम्रो बाजेको दोकान छ। यो चाहिँ एकदम कफी हाउस हो। यहाँ तपाईँहरू आएर दामी दामी मिठो मिठो चिया राम्रो वेदरको मजा लिँदै खान सक्नुहुन्छ है। आज सायद सानो बाटोतिर गाडी धेरै भेट हुन्छ होला। अलिक होसियारी हिँड्नुपर्छ। शिवरात्रि हो यो भगवानको प्रसाद भन्दै सबै रङमयमा पनि हुनसक्छ होइन। फाइनल्ली अब हाम्रो यहाँ प्र्याक्टिस गर्ने जग्गा आयो।
यो चाहिँ हो नरबुङ टी स्टेटको फुटबल ग्राउन्ड। एकदमै राम्रो, अति नै सुन्दर। सानो भयो तापनि रमाइलो हुन्छ, यहीँ खेल्छ हामी केटाहरू। अब भोलिदेखिको फेरि प्र्याक्टिस कन्टिन्यू हुन्छ। शिव खोला पुगिहालेको छ गाइस। अब नर्बुङ एकाडेमी चाहिँ ओह्रालो पुगिहाल्छ। बेसी त्यस्तो टाढो लाग्दैन हामीलाई त, आएर हो कि के हो। अलिअलि बाटोहरू यसो घुमाएँ, एकदम रनिङहरू ट्विस्ट एन्ड टर्नहरू छ र मात्रै बाटोमा। अब त एकछिनको बाटो कति 20-25 मिनट लाग्छ होला सायद। त्यति रमाइलो, कहीँ बोर हुँदैन, एकदम एडभेन्चर। अब समर लागेपछि झन् स्विमिङ गर्नु केटाहरू पुरै जान्छ। बेला गरेर मात्र लास्ट अब चाहिँ यो चाहिँ सबै नरबुङ टी स्टेट पऱ्यो। यो चाहिँ एन्ट्री गेट हो नरबुङ जाने। दुइटै हो, उताबाट पनि छ, उताको चाहिँ अलिकति अप्ठ्यारो छ, रफ छ। यो बाटो नै एकदम राम्रो हो। नरबुङ पनि टी स्टेट नै हो। माथि भ्यू पोइन्टहरू एकदमै राम्रो छ। जतिर यो चाहिँ नरबुङ टी स्टेटको, यो चाहिँ कोट डाँडा जाने गाउँ माथिबाट। यो चाहिँ नरबुङ अफिस एन्ड बङ्गलो। फ्याक्ट्री चाहिँ छैन है नरबुङमा, फ्याक्ट्री छैन। यिनीहरूले चियापत्तीहरू सायद प्लकिङ गरिसकेर नियरेस्ट फ्याक्ट्री कहाँ छ सिपाहीधुरातिर लगेर त्यहाँतिर चियाहरू सायद सप्लाई गर्नु हो। यिनीहरू कम्पनी भिन्दै भए तापनि यिनीहरूकोमा सायद केही मर्ज भएको होला, केही मिलेको होला, या सायद प्लकिङ ग्रिन लिफ नै बेच्छ कि के हो। ल अङ्कल फेरि आइयो है। नै छ आम्मा, कताबाट काट्छ हौ टर्निङ त हौ। छेक्दै जस्तो गर्थ्यो त मलाई त। हेलो बुढोलाई 500 को साटाको, अरे 10-20 रुपियाँ दिन भने त 50 राखिदिनु बुढोले। 450 मात्रै फर्काइदियो। के भन्नु अब, उसको त्यो दक्षिणा भनेर दिइहाल्छ। एउटाले झन् गुरुजी टिका सिका लाएर गुरुजी गुगल पे हुँदैन भन्दै थियो। स्क्यानर छ, स्क्यानर भन्दै थियो। स्क्यानरको जमानाले गुरुजीहरूलाई पनि सोध्नु थालिसक्यो। अहिले यता पनि त्यस्तो जाडो त छैन, एकदमै जाडो छ भनेर सोचेर नआउँदा अब गरम सुरु भयो हाम्रो जग्गातिर पनि। बिहानको चाहिँ अलिक जाडो हुन्छ। हेर्नुहोस् यही हो चिया बगान। चिया बगानको मेन्टेनेन्स पनि के राम्रो छ भन्नु, सबै धुलो त्यस्तै एउटा नयाँ प्लान्टेसनहरू गर्छ छैन कि। अब यहाँदेखि चाहिँ एकदमै शिव खोला आयो भन्दा पनि हुन्छ। 2-3वटा टर्निङ छ, ओह्रालो छ एकदमै, त्यो काटेपछि आइपुगिहाल्छ। तपाईँलाई यस टर्निङ पनि देखाउँछु। यस टर्निङ पनि देखाइदिने अरे, यसबाट के नाम आउँछ यसै भन्नु पऱ्यो यसले। मेरो नाम पनि यसबाटै आउँछ। एकजना टुरिस्टलाई पनि ल्याएको छ हामी, के यसो हेर्दैछ जग्गाहरू, चुपचाप बसेर बोलेको छैन। आज 2जनाले गाइडिङ गर्दै हिँडाएको अरे टुरिस्टलाई। अब खोइ मिनीहरू त छोडेको निकै। ए त्यहाँ शिव होला बस्दै गरौँ हामी त है। हर हर महादेव। यो चाहिँ एकदमै डरलाग्दो, तपाईँको के भन्नुमा अब स्लोप भएको छ। पहिला त धेरै अप्ठ्यारो थियो, यहाँबाट गाडीहरू पनि धेरै एक्सिडेन्ट भइसकेको छ। अलिक आयो भने चाहिँ केयरफुल्ली हिँड्नु हुँदा यो बाटो पिच छ, सजिलो छ भनेर स्पिड नकुदाउनु, ब्रेक फेल धेरै हुन्छ यो बाटोमा। अन्त पुरा त्यही हो, अलिकति आफू होसियारी चलायो भने भइहाल्छ। एकदमै ठुल्ठुलो गाडीहरू नआउँछ। यस टर्निङ आयो अरे। यो चाहिँ बर्ड वाचिङ एरिया। यस्तो छ के अहो यसै रहेछ नि हौ, उल्टा यस्तो र। यो मारुति भ्यान चाहिँ यो बाटो साह्रै रिस्की लाग्छ मलाई।
मारुतिभित्र चाहिँ अलिक अभोइडै गर्नु होला यस्तो उकालोतिर त्यही माथि गाडी दुईपट्टिबाट भेट भयो भने रोक्यो भने कस्तो साह्रो पर्छ मारुतिले 4x4 छ त केही छैन सेफ्टी चलाउनु पऱ्यो गाइस टर्निङ छ अब चाहिँ शिव खोला आयो भन्दा पनि भयो यो चाहिँ यहाँदेखिको चाहिँ खोला भेट्छ यो मुनि खोला भेट्छ यहाँ तलतिर यो माथि बगान अब यो चाहिँ लास्ट एउटा यहाँ टर्निङ छ त्यो टर्निङ बादमा चाहिँ शिव खोला स्टार्ट भयो अब चाहिँ शिव खोला गाइस महाशिवरात्रिको एकदमै यहाँनिर राम्रो प्रोग्राम हुँदैछ यो चाहिँ हो हाम्रो शिव खोला एकदमै रमाइलो एकदमै नृत्य गर्ने अरे गाइस नृत्य प्रस्तुति हुँदो रहेछ गाइस बस्ने एकछिन पुरै यहाँ दोकानहरू रहेछ अब चाहिँ शिव खोला यो चाहिँ शिव खोलाको गेट भित्र पस्ने बाइक राख्नु चाहिँ दादाले जाम पनि लागिरहेको रहेछ यहाँ लेकिन सेफ्टी रहेछ यहाँ पुलिसहरू पनि रहेछ देखाए एउटा दिखाओ ना मैं नहीं दिखाऊंगा साले का खोपड़ी तोड़ साले मालाहरू रहेछ गाइस हामी चाहिँ खिचडी थापे हो अब खाँदैछु हर हर महादेव हो यहाँ चाहिँ बनिँदैछ अझै यहाँ बाँड्दैछ यो सबै खाँदैछ यहाँ चाहिँ भजन जसले इच्छुक छ हो यहाँ आएर भजन गाउँदा हुन्छ मजाले फिल्म बनाइदिएको रहेछ त्यो भित्र गएर र अब गाइस हामीले खाएको खाना खिचडी सरी प्रसाद र यहाँ चाहिँ पाक्दैछ हो सेकेन्ड ट्रिप पनि जाँदैछ यहाँ दादाहरू प्रसाद पनि सेकेन्ड ट्रिप हुँदो रहेछ प्रसाद चाहिँ सेकेन्ड ट्रिप हुँदो रहेछ यहाँ चाहिँ एकदम खिचडी दिँदैछ सेकेन्ड ट्रिप जहाँ पनि जानुभएछ र अब हामी चाहिँ खोला झर्दैछु हाम्रो सानो भाइ केटाहरू पनि आएको छ हो तर भेट्नु त भेटेको छुइनँ माथितिर कता होला हजार स्विमिङ अब्बै जाडो छ खोला यहाँ पौडी खेल्ने त दामी रहेछ जग्गा हो तर जाडो लागिरहेछ सक्दिनँ पौडीहरू खेल्नु त एकदम मजाको छ यहाँ चाहिँ हो ढुङ्गा पौडी दामी छ यहाँ हिँड न तिमी अगाडि हिँड्नु न हुन्छ लु देखाइदिएला लु दुधु थाल एकदम खिचडी प्रसादको नाममा खाएर अब चाहिँ हामी फेरि कता लागेको भाइ बाघको दुध खानु क्या बोल्दा है बाघको दुध खानु लाग्दैको अब चाहिँ गाइस
बाको दुध पाउला आज शेष हुन्छ होला केटाहरूले नसकिसक्यो हाम्रो ग्याङ गएको थियो वे टु सिबिटार सिबिटार त यताबाट जान्छ होइन कता लगाइदिएको बोट एरो दिनु पर्दैन कि त्यो यो माथिबाट चाहिँ सिटाउनु जान्छ माना पुग्छ मानाबाट चाहिँ ओह्रालो झर्नु पऱ्यो नि त फेरि कता जानु अरे ड्याम देखाउनु राखिरहेको छु अब तपाईँहरूलाई टेन्सनमा अब यहाँ चाहिँ राखेर अलिकति माथि आयो हामी शिवखोलाको र अबको एडभेन्चर क्याम्प योहरू सबै तपाईँलाई जुम गरेर पनि देखाइदिइरहेको छु यो चाहिँ एडभेन्चर क्याम्प शिवखोलाको यसै घुम्दै हामी चाहिँ यहाँ अब बाघको दुध खानु गएको अरे हामी होइन दादाहरू एकदम भुक्दैछ भुक्दैछ के भयो कुनै नयाँ मान्छे देखेर होला हो र अब यहाँनिर हामी आँगीको घरमा शिवखोलामा एकदम बाक्लो दुध खानु आएको हो त्यसमा चाहिँ अलिकति यस्तोमा अलिकति अब सलाडहरू बनाउने चक्ना बनाउने हल्का कटिङ पनि गर्दैछ दादाले सधैँ चाहिँ होइन कोही कोही बेला एकदम हाम्रो साथी अघि अँधेरो छोपिरहेको थियो अहिले छ्याङ नभएको भन्दैछ हो अघि ओइलेको फुल भइरहेको थियो अब त एकैमा सेयर हुन्छ यता चाहिँ अब हाम्रो दुईजना मेन ब्लगर र सङ्गम साथी छ एकदम भरेर के गर्दैछ पनि यसो माथि हेर्दै न सङ्गम ओ ब्लगर मेन ब्लगर है हाम्रो मेन भिडियोग्राफर चाहिँ म चाहिँ यहाँ छु चस्मा लगाइदिएन अन्दा यहाँनिर हाम्रो अझै अरू एउटा साथी पनि छ हो एकदम पर्खेर चिप्स दिएन सँग एउटा चिप्स दिएन एउटा दिने चिप्स एउटा दिन फेल साथी हो अब चाहिँ हामी फर्किन लागेको घर अब लाग्दैको घर यहाँ बसे हो ड्यामको अब खोइ नजाने भयो दादा पनि भ्लग गरिदिने अरे हो दा चाहिँ शिवखोलाकै निरज लामा ए ल निरज लामा कति पनि सबै शान्ति है आज तिमीहरू उसमा आएको थियो होइन आज हामी बाइकमा उसमा आएको थियो शिवरात्रि मनाउनु आएको थियो ल निरज लामालाई तिमीले यही गर्नु ल शिवरात्रि दालाई साथी हो अब जान्छु हो मन्दिरमा अलिकति रमाइलो छ भने एकछिन बस्ने हेर्ने हो अल्छी लाग्छ भने चाहिँ हजुर ल अल्छी लाग्यो भने चाहिँ अब एकदम घर जाने हो यहाँ चाहिँ एउटा सानो दोकान रहेछ प्रेमदा सुदर्शन किन्नु न सुदर्शन छैन ला सुदर्शन छैन अरे रहिमदा चाहिँ आज पुरा रमाइलो भइरहेछ पोलाहरू देखाइदिएर होला देखाइदिए त र अब चाहिँ जाने दादा पनि आउनु भयो चढो उयो दाको लिएको थियो अघि उयो दाको
हर हर महादेव अलिक भिड भएछ अहिलेको भन्दा बलुनहरू पनि आएछ बस्ने के गर्नु गोखो पनि यिनीहरूको गाडी पाएको कि यहाँ दिदीहरू रहेछ ल अब चाहिँ हामी शिवगढ फर्के गाइस अब एकछिन पर कालो पानी अघि जुन त्यहाँ थिएँ त्यहाँ बस्ने हाम्रो बिहान सल्लाह त्यहीँको भएको थियो एकछिन बस्ने भनेर तपाईँको भ्लगमा आउँछ अरे कस्तो भिडियोहरू छ हेर्दा चाहिँ के हरिरहेको स्लोमा यो चाहिँ हो एकदम नर्बुङको ठाडो गाउँ सुन्न छ है एकदमै सुन्न रहेछ दुई भाइ हाम्रो एकदम स्पिडमा आउँदैछ के हो सायद आउँदैछ हामी चाहिँ ठाडा गाउँमा छु बुद्धिमान कहाँ छ सोध्न ए अन्त हामी कालो पानी मन्दिर त बस्नु पाएन त अन्त हाम्रो दुई भाइ पनि आइपुग्यो यहाँनिर खोइ अर्को फेरि हराइ गयो त कसै गयो क्या घरमा के बोल्दा बिस्तारै जाउँ हन्द्रोहरू भेट्दा चाल पाइहाल्छ
दुईटा एकदम दुईटा बुलेट हो भनेर चाहिँ आँटाइदिएको नि त हामीन दुईटा बुलेटै हो भनेर चाहिँ आँटाइदियो नि त कहाँ गयो गुन्डा बोलाए त्यो त बसिहाल्छ नि घर घर समझ रहे हो ना घरै गयो त यार दाइले कहिले बेहुला त हेर्न लुक्दिएको ल स्टेट्युन केटा हो बाइकमा बल्ल एकजना देखाइ भयो यहाँनिर नमस्ते अन्त भाइ के कसो छ छुट्टीको दिन पनि बिजनेस ब्याकस्याक बोकेर यसो गरिरहेपछि त अब बिजनेस त गर्नै पर्यो के ल्यायो पो अगाडि यो चाहिँ मन्सी गाउँ के हो मन्सी गाउँ नरबुङको मन्सी गाउँ बाटो घोडाहरू चाहिँ जग्गा है ए गाडी के छ नि त अगाडि छिर्छ है उयो दैलो खुल्लै छ सबै त हो अन्त के गर्नु रोक्नुपर्छ एडभेन्चर छ केटा हो एडभेन्चर छ है बाटोहरू हेर्दा चाहिँ उकालो ओह्रालो यस्तै हो गाउँठाउँको बाटो बुलेटले त केही मान्दैन हौ यहाँ चाहिँ यो चाहिँ कालोपानीहरूले कालोपानी गाउँ तल चाहिँ मन्दिर यो चाहिँ गाउँ बाटो टर्निङहरू हेरिहाल्नुहोस् होला सोलिङ थियो पहिला अहिले यतिको त बनाएको पो हो क्या हो त्यो बनाएको तिमीले तल बिग्रेको तर त फरक तर अहिले त बनाएछ नि त हाजङ्गम यतिको त के खराब भन्नु भइगयो त यति भयो त अन्त निक्लिगयो त रोड निक्ल्यो रोडमा निक्ल्यो तल के गर्छ मन्दिर कालपानी जाउँ भन्दैछ केटाहरूले के भन्छ आइपुग्यो तल जाने कि नजाने तल मन्दिरमा जाने मन्दिर जाने एकछिन मन्दिर जानु हेरेलु हो अब मन्दिर भएको खिचडी खाएर निक्लिने यहाँ राख्नु होला गाडी त बाइक र हामी चाहिँ यहाँ पार्क गर्दैछु र कालोपानी मन्दिर पनि आइपुग्यो हो यहाँ पुरै अलिक पुरै रहेछ मान्छेहरू पनि हो यहाँ अब भण्डारा लागिरहेको रहेछ है ठिकै छ यहाँ हाम्रो मुडाङ दाई ठिक छ बिहानै निस्केको त तिनीहरू कहाँ गइस् त्यो होला बसिन्छ खोलाबाट चाहिँ खाना बनाउँदैछु बिहान भण्डारा लागिरहेको थियो हो ला खिचडी खानु लागि रेडी छ होइन खिचडी खानु होइन प्रसाद खानु भन्नु भाइ प्रसाद हो प्रसाद खानु लागि रेडी छ दा प्रसाद खानुपर्छ है
के छिटो दुईटा दाल थापिसकेँ मैले चाहिँ हो अब दुईटामा प्रसाद खाएँ खोइ हाम्रो ब्लगर कसरी अन्त यो त अन्त अब रेडी हामी प्रसाद खान अघि शिवकलामा अब यहाँ पनि यतालाई चाहिँ बिहान भेटेको आएर सक्ने यत्तिकै रहेछ हो ये फंस गया सीएम र अब सर्ट गर्नुपर्छ अब कालो पनि एउटा खिचडी खाएर निक्ले केटाहरू खिचडी होइन प्रसाद खाएर प्रसाद खाएर निक्ल्यो अब हर हर महादेव हर हर महादेव चली चली लहरों से भरी तेरे नाम का ताज बना देंगे मीठी मीठी मिस्र की डली तेरी रात का चांद जगा देंगे चली चली लहरों से भरी तेरे नाम का ताज बना देंगे ए हाम्रो 500 डाँडा लप डाँडा पनि भन्छ किन डाँडा हो लप डाँडा किन भन्छ भन्दा चाहिँ यहाँ तल यही हाम्रो गाउँमा आयो यो माथिको चाहिँ सङ्गमको घर हो यो माथिको चाहिँ सङ्गमको घर हो त हाम्रो क्रिकेट पिच आउनु आँट्यो भाइ अब चाहिँ हाम्रो क्रिकेट पिच आउनु आँट्यो हाम्रो क्रिकेट पिच गाउँ जाने बाटो मस्ती के प्यालों में इश्क के खानों में